हेलो गाइस, तपाईँहरू ठिकै हुनुहुन्छ भन्ने आशा गर्दछु। तपाईँहरू सबै एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ म फेरि तपाईँहरूको सामु नयाँ भिडियो लिएर आएको छु है। र आजको भिडियोमा चाहिँ म के गर्न जाँदैछु भन्दाखेरि चाहिँ यो जुन चाहिँ ग्रेनारोको माइक्रोफोन छ, जुन चाहिँ यो त्यो वायरलेस माइक्रोफोन है, भ्लगिङ गर्दाखेरि सुइटेबल हुन्छ कि हुँदैन, यसले कस्तो खालको रिजल्ट दिन्छ, म त्यो टेस्ट गर्न गइरहेको छु है। र यो माइक्रोफोन चाहिँ खासै मेरो पनि होइन है, साथीले अर्डर गरिरहेको थियो र मैले नाम्चीमा जस्तो आएको थियो उसको माइक्रोफोन डेलिभरी भएको थियो, त्यही दिन चाहिँ मैले यता घर लिएर आएको थिएँ है टेस्ट गर्नु लागि कस्तो खालको रिजल्ट दिन्छ। मलाई पनि किन्नु त मन परिरहेको थियो यो माइक्रोफोन भ्लगिङ सुटहरू गर्नु लागि। त्यहाँदेखि यो टेस्ट गरेर कस्तो खालको रिजल्ट दिन्छ त्यही अनुसार चाहिँ म किन्नु मन परिरहेको छ है। र म अस्तिदेखि त यो माइक्रोफोन त म पनि मगाउँ भनेर सोचिरहेको थिएँ है। मेरो साथीले पनि ठिक्कै मगाएछ, त्यही कारणले गर्दाखेरि मलाई हल्का साउन्ड टेस्ट गर्नु पनि मैले मौका पाइहालेँ है। अब यो टक्कै टेस्ट गर्छु, राम्रो लाग्यो भने मगाउँछु, राम्रो लागेन भने मगाउँदिनँ है। अब यसको प्राइस भनौँ भने चाहिँ 800-900मा पाइहाल्छ है। यसको नोइज क्यान्सलेसन पनि मलाई राम्रै लाग्यो यतिको चाहिँ। फर्स्ट क्लिक गर्दाखेरि चाहिँ पछिको बटन एकखेप क्लिक गऱ्यो भने चाहिँ लेभल 1मा जान्छ है, जुन चाहिँले चाहिँ हल्का रिड्युस गर्छ साउन्ड। र बाहिर अलिक मजाले गर्नु छ भने चाहिँ लेभल 1 लेभल 2 बढाउँदै जाँदा पनि हुन्छ है। एकखेप छिट्दै गयो भने चाहिँ लेभल त्यो साउन्ड रिड्युसरको लेभल पनि बढ्दै जान्छ है। र हामीले जब पनि बाहिरहरू सुट गर्छ भिडियो, त्यसमा चाहिँ यसले पुरा हेल्प गर्छ है। जब हामी ब्लगिङहरू गर्छ नि बाहिर, अब हाम्रो साउन्ड त्यस्तो राम्रो जाँदैन, फोनले क्याप्चर गर्न सक्दैन है, त्यतिखेर त पुरा हेल्प गर्दो रहेछ। माइक्रोफोनलाई युज गरेको छ भने चाहिँ एकदम मजाले उयो हुन्छ, युजफुल पनि हुन्छ, मजाले भोइस पनि क्याप्चर गर्छ है। के भयो